नेपाली बजारमा पाइने यी चर्चित प्रोडक्टहरूलाई चाहिँ नेपाल स्टक एक्सचेन्जमा लिस्टेड कुन कुन कम्पनीले ओन गर्छ हेरौँ है त आजको भिडियोमा। कोका कोला, फेन्टा, स्प्राइट यी प्रोडक्टलाई ओन गर्ने कम्पनी हो बोटलस नेपाल लिमिटेड। त्यस्तै गरी गोल्डन ओक, ब्ल्याक ओक जस्ता चर्चित रक्सीको प्रोडक्टलाई ओन गर्ने कम्पनी हो हिमालयन डिस्टिलरी लिमिटेड। त्यस्तै गरी हामीले दैनिक रूपमा खाने यो आयन नुनलाई भने साल्ट ट्रेडिङ कर्पोरेसनले ओन गर्छ। त्यस्तै गरी लक्स, लाइफबॉय, डोभ, हर्लिक्स, क्लोजअप जस्ता चर्चित प्रोडक्टहरूलाई चाहिँ युनिलिभर नेपाल लिमिटेडले ओन गर्छ। त्यस्तै गरी नेपालको चर्चित होटल चेन मध्ये हयात होटललाई चाहिँ तारागाउँ रेजिडेन्सी होटलले ओन गर्छ। त्यस्तै गरी द गभर्नर, रोयल ब्रू नामक रक्सीलाई चाहिँ सागर डिस्टिलरीले ओन गर्छ। तानसेन सिमेन्टलाई पाल्पा सिमेन्टले ओन गर्छ र हामीले दैनिक रूपमा पढ्ने यो नागरिक दैनिकलाई चाहिँ नेपाल रिपब्लिक मिडियाले ओन गर्छ। अरू कुनै चर्चित प्रोडक्ट र कम्पनीको नेम छुटेको भए तल कमेन्ट भने गर्नुहोला।